नेपाली रिल्सको आजको कथामा यहाँलाई म कम्बोडियातिर लाँदैछु। कम्बोडियामा करिब 24 वर्ष अगाडि कम्बोडिया पुग्नुभएका लालसिंह खड्काको कथा यहाँलाई आज म सेयर गर्न जाँदैछु। लालसिंहको जन्म बागलुङमा भएको थियो। उहाँ भारतमा पनि केही समय बस्नुभयो र भारतमा त्यहाँ बस्दाखेरि उहाँसँग एउटा रेस्टुरेन्टमा काम गर्ने एउटा सिप थियो उहाँसँग। त्यही सिप लिएर उहाँ क्याम्बोडिया छिर्नुभयो। त्यसपछि एउटा निरन्तर त्यहाँको एउटा व्यवसायीको रूपमा उहाँ स्थापित हुनुभएको छ। त्यहाँ नेपाली रेस्टुरेन्ट उहाँले सञ्चालन गर्नुहुन्छ र जुन गैर-आवासीय नेपालीहरूको जुन संस्था छ, संस्थाको एउटा संस्थापक सदस्य र पूर्वाध्यक्षको रूपमा पनि उहाँले काम गर्नुभएको छ र उहाँ पेसा र कामले कम्बोडियामा बसिरहे पनि नेपालको गलकोट उहाँको जुन जन्मभूमि हो त्यो ठाउँ पनि उहाँले बिर्सिनु भएको छैन। त्यहाँका विभिन्न सेवाका क्षेत्रमा त्यहाँको समुदायलाई सघाउने कामहरूमा पनि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ र आजको नेपाली रिल्सको एपिसोडमा लालसिंह खड्काको एउटा छोटो कथा। म बागलुङ गलकोटबाट यस कम्बोडियामा आउँदै गर्दाखेरि त्यति बेलाको स्थिति म थाइल्यान्ड भएर यहाँ क्याम्बोडिया आएको थिएँ। अनि कम्बोडिया आइपुग्दाखेरि मलाई के लाग्थ्यो भनेपछि यो कुन गाउँमा आइयो, कस्तो ठाउँमा आइयो, त विदेश भनेको त अलिकति ठुला बिल्डिङ हुन्छ होला, हाइराइज बिल्डिङ हुन्थ्यो होला, बाटो बिग्रेको छ, कहीँ यस्तो हामी गलत ठाउँमा त फसेनौँ भन्ने जस्तो म रियलाइज गर्थेँ। त्यति बेला राति 8-9 बजेपछि बाटोमा बत्ती हुने थिएन, 8 बजेपछि बाहिर हिँड्ने त्यस्तो चलन पनि थिएन। 2003मा आएर जब यहाँको सरकारको एउटा राम्रो तरिकाले चुनाव भयो, 2003को कल्पना गर्दाखेरि सबै साथीहरू अलिकति एनजिओमा जो हाम्रो नेपाली साथी लगायत अरू अन्य विदेशीहरू चुनावको टाइममा ल कोही भियतनाम, कोही थाइल्यान्ड र कोही कता चाहिँ यहाँ त लडाइँ हुन्छ, मार्छन् पिट्छन् भन्ने त्यो खालले बाहिर जानुभएको थियो। तर हामी चाहिँ बस्यो यहीँ, जे हुन्छ हुन्छ। अब त्यति बेला हामी बाहिर जाने अवस्थामा पनि थिएन, त्यो खालको अब टिकट काट्न सक्ने त्यो फाइनेन्सियल इस्यु पनि हामीसँग स्ट्रङ थिएन, यहीँ बस्यो। त्यहाँ पछिबाट मान्छेहरूको अलिकति एकदमै 2003देखि जो 7को पिरियड गयो, त्यहाँपछि मान्छेमा अलिकति इन्भेस्टमेन्ट र कम्बोडियनहरूको यो चलन थियो नि, कहिले पनि ब्याङ्कमा पैसा नराख्ने र ब्याङ्कलाई विश्वासै नगर्ने, क्यास फ्लो बोक्ने। त्यहाँ पछिबाट अलिकति ब्याङ्क खुल्यो, ब्याङ्क खुल्दै गर्दाखेरि अलिकति विचार यिनीहरूको डेभलप भएको देख्छु म। क्याम्बोडिया आउँदाखेरि तपाईँको साथमा कति पैसा? क्याम्बोडिया आउँदै गर्दाखेरि मैले चाहिँ उति बेलाको टाइममा मैले 3 लाख रुपियाँ ऋण लिएर म यहाँ आएको थिएँ नेपालबाट। र अब यहाँ क्याम्बोडियामै यहाँ इन्ट्री गर्दाखेरि मसँग $300 मात्रै थियो। सो मनी $300 भन्थ्यो त्यति बेला। एयरपोर्टमा आएँ, $300 छ भने देखाएँ, 300 त्यो ट्राभल चेक हुन्थ्यो त्यति बेला, क्यास हुन्थेन। पासपोर्टमा ठप्प लगाएको हुन्थ्यो, ट्राभल चेक लिएर आएको थिएँ। त्यो साट्न जानु पर्थ्यो पासपोर्ट लिएर ब्याङ्कमा। अनि त्यसरी $300 देखाएपछि हामीलाई 1 महिनाको भिसा ठ्याक्कै दिन्थ्यो। अनि त्यो त्यसरी आइयो। त्यति बेलाको स्थिति त ट्राभल यो हामी जसरी अहिले हामी बसेका छौँ, सानो 3-4वटा टेबल राखेर ठ्याक उही रबर स्ट्याम्प भिसा हुन्थ्यो। त्यस्तो टाइममा हामी यहाँ इन्ट्री गरेको थियौँ। त्यो पहिलो महिना कसरी बिताउनु भयो, के काम गर्नुभयो, अथवा काम गर्ने एउटा सोचाइ कस्तो देख्नुभयो? पहिलो महिना त हामी यहाँ काम भन्दा पनि हामी फर्किनुपर्छ, यहाँ बस्नु हुँदैन भन्ने खालको एउटा विचार थियो। अनि पछि बिस्तारै बिस्तारै एकजना हाम्रो साथीहरूले के गर्नुभएको रहेछ भने हाम्रो गलकोटकै र पोखराको हाम्रो साथी, प्रदेशकै साथीहरूले चाहिँ एउटा रेस्टुरेन्ट चलाउनु पर्यो रहेछ, जसको नाम थियो माउन्ट एभरेस्ट भनेर। अनि अलिअलि काम हेल्प गरिदिनु पऱ्यो, तिम्रो जतिको मान्छेहरू आएर यसो गाइड गरिदिनु पऱ्यो भन्नुभयो। हामी काम पनि गऱ्यौँ। म त्यहाँ 1 महिना जति काम गरेँ। त्यहाँपछि मैले एउटा हाम्रो अलिकति 3 स्टार लेभलमा एउटा जब पाएँ। मैले एक वर्ष कन्ट्र्याक्ट पाएँ। त्यसपछि मैले यहीँ काम गर्नुपर्छ, ठिकै छ, पैसा नै कमाउने हो भन्ने कुरा नि भयो। अलि राम्रै पैसा थियो त्यति बेला। त्यति बेलाको टाइममा 1 लाख रुपियाँ जति तनखा हुन्थ्यो मेरो। मेरो उता नेपालमा पनि, नेपालदेखि म एउटा हामी चलन चल्तीमा हामी चाहिँ ल इन्डियाप्रति डिपेन्डेन्ट भएर सबै कुरा जे पनि लाउरे हुनुपर्छ, भर्ती हुनुपर्छ भन्ने एउटा मेरो सोच र थिमहरू थियो। अब हाम्रो गलकोटमा हाम्रो बाबुबाजेहरू पुर्खाहरूले नि गर्दै आएको पेसा भनेको आर्मी हो, ल हामी त यतै जानुपर्छ भनेर त्यसरी हामी इन्डियामा म बसेँ, 7 वर्ष जति बसेँ। अनि यही बसाइको क्रममा मैले अलिकति यो होटल रेस्टुरेन्टहरूको ट्रेनिङ गएँ, अलिकति डिप्लोमा यताउता गरेर हामी त्यहाँ काम गर्ने, आफ्नो प्र्याक्टिस पनि गर्ने, पढ्ने पनि त्यो पाठ लियौँ हामी दिल्लीबाट, इन्डियाबाट। कम्बोडिया बस्न थालेपछि यो अलिकति अब रेस्टुरेन्ट अथवा उद्यमशीलताको कुरा चाहिँ कसरी माइन्डमा आएर त्यसलाई
कसरी अपरेट गर्नुभयो? एउटा के भएको थियो हामी चाहिँ 1995मा मेरो आफ्नै परिवारको सदस्य हाम्रो दाइ हुनुहुन्छ दिसबाको छोरा, उहाँहरू चाहिँ एउटा जापानमा कार्यरत हुनुहुन्थ्यो त्यति बेलादेखि। अनि ल भाइ जापान आउनुपर्छ भन्ने कुरा गर्नुभयो। मैले भने जापान आउने कि के गर्ने, यसो डलरको कमाइ राम्रै छ यहाँ पनि, अनि यति लगानी लाग्छ यहाँ जापान आउँदा यस्तो गर्नुहुन्छ उस्तो गर्नु। मैले चाहिँ होइन जानुभन्दा केही आफ्नो यहीँ गरे ठिक हुन्छ कि भन्ने जस्तो लाग्यो। कमाइको तुलना गरेँ जापान र यहाँमा। त्यति बेलाको कमाइ जापानमा पनि लाख रुपियाँ हुने थिएन। त्यति बेला यहाँ लाख रुपियाँ हुनु भनेको आफ्नो एउटा डिपेन्डेन्ट टाइमहरू सबै कुरा हेरेर मैले चाहिँ यहाँ गर्ने एउटा निर्णय पनि गरेँ। त्यही निर्णयकै क्रममा चाहिँ फेरि मैले एउटा अब मेरो वाइफसँग सम्बन्ध जोड्ने एउटा मौका पनि पाएँ र अब क्याम्बोडियाको ज्वाइँ भइसकेपछि यहीँ नै गर्नुपर्छ कि अब बाहिर जानु हुँदैन भन्ने एउटा माइन्डलाई डेभलप गरेर म यो काम सुरु गरेँ। 25 वर्षको जर्नीमा एउटा आफ्नो व्यवसायको कुरा त एक जग्गा छँदैछ, अनि सोसल वर्कको अनि हाम्रो रिलेसनहरूको कुरा नेपाल कम्बोडिया बिचको यिनी कुराहरूलाई म कसरी जोड्छु भनेपछि जे भए पनि हामी बाहिर बसेर जति उद्यमशील भए पनि हाम्रो सिप पुँजी एक न एक दिन हामी आफ्नो जन्मभूमिमा लगेर हामीले केही न केही नेपालप्रतिको माया र त्यहाँ केही गर्नुपर्छ भन्ने त्यो पनि छ। यहाँको सिप त्यहाँ लग्नुपर्छ भन्ने छ। केही कुराहरू छन् नेपालको चिजहरू हामीले विश्व बजारमा ल्याएर हामीले केही गर्न सकियो भने अपर्च्युनिटीहरू छ यहाँ पनि। नेपाली चिज यहाँ र यहाँको चिज त्यहाँ गर्ने पनि त्यो पनि अवसरहरू छन्। र सङ्घ संस्थामा आउँदै गर्दाखेरि मैले चाहिँ 2009 हामी यस्तै वैशाख महिनातिर हामी यहाँ यो संस्थामा म जोडिएँ। त्योभन्दा पहिला हामी सङ्घ संस्था भनेको त्यति यहाँ छँदा पनि थिएन। हामी कम्युनिटी सानो 2009मा डाक्टर उपेन्द्र महतो आउनुभएको थियो। त्यति बेला ल यो एनआरएन भन्ने कुरा यसरी जोडिनुपर्छ भनेर अलिअलि गाइड गर्नुभयो साथीहरूलाई। र हाम्रो यहाँ एउटा संस्थापक हाम्रो अध्यक्ष अहिले हुनुहुन्छ राजकुमारजी, उहाँको अध्यक्षतामा अनि यो कमिटी गठन भयो। र कमिटी गठन भइसकेपछि यो संस्थामा मैले आबद्ध भएर काम गरेँ। त्यति बेला हामी ठ्याक्कै यो स्टोरी हेर्दाखेरि र हामी साथीहरूले लगेर गए यो मारेको ठाउँ किलिङ फिल्ड भन्ने ठाउँमा गइयो, अनि जनसाइड म्युजियम जस्तो ठाउँमा हेऱ्यो, अनि यो त यस्तो मान्छे मार्ने ठाउँ रहेछ, यहाँ त बस्नु हुँदैन, त्यस्तो पनि सुनिएको थियो। द्वन्द्व त्यति बेला नेपालमा पनि अलिकति माओवादी द्वन्द्वको बेला थियो। अब हामी जाने त कहाँ जाने के गर्ने भन्ने अलिकति मनमा तरस चाहिँ थियो। तरस हुँदै पनि अलिकति आफ्नो मनलाई बलियो बनाएर अनि ठिकै छ जे भयो हुन्छ, हामी नेपालीको छोरा हो, लेखेकै हुन्छ देखेको केही हुँदैन भन्ने जस्तो एउटा मलाई फिल भएको थियो। आज लेखेकै हुँदो रहेछ भन्ने एउटा प्रमाण चाहिँ भएको छ। कम्बोडियाको मान्छेहरूको आत्मीय रिलेसन भनेको हामी नेपाली जस्तै हाम्रो एउटा चलन चल्तीमा भन्दाखेरि हामी चाहिँ मङ्गोलियन, फेसले हेर्दा मङ्गोलियन, तर आत्मादेखि यिनीहरू पनि एकदमै लोयल। अब हामी नेपालीहरूको जस्तो मन छ यहाँको मान्छेहरूको, यिनीहरूमा हामीले कहिल्यै पनि यस्तो रिसाएको यस्तो पन छैन। किनभने हामी कहिले गाउँतिर गइयो भने के भन्छन् भने ल खाना खाने बेला गयो भने ल सबभन्दा पहिला यसलाई पाहुनालाई खुवाउनुपर्छ भन्ने यो संस्कार चाहिँ हाम्रो र तिनीहरूको त्यति फरक मलाई केही पनि लाग्दैन। त धर्म कर्ममा हामी बुद्धिस्ट र हिन्दू भने पनि हामी यो धर्म कर्ममा हामी केही फरक मतभेद देखेको छैन। अब सम्बन्ध नजिक बनाउनको लागि 25 वर्ष भए पनि अब नेपालदेखि यहाँ बस्दै गर्दा नेपालमा भएका एक्टिभिटीहरू जति पनि छन्, जे जस्ता एक्टिभिटी भइरहन्छन्, नेपालका अब न्युज च्यानलहरू, नेपालबाट हुने कार्यक्रमहरू, सङ्घ संस्थाहरूमा कहीँ क्लबका कुराहरू छन्, कहीँ खेलकुदका कुराहरू हुन्छन्, म हरेक जग्गा एक्टिभ नै छु। त्यस्तो भएर मैले हरेक चिजहरूलाई सपोर्ट पनि गरिरहेको छु। मैले आफ्नो सक्दो सहयोग गर्छु र नेपालीहरू जस्तै हाम्रो गोलकोट समाज जताततै छ विश्वभरि, हामी कहीँ न कहीँ कनेक्ट भइरहेका छौँ र गोलकोटेहरूको एउटा युनिटी छ, बागलुङ समाज, गोलकोट समाज भनेर हामीले एक्ज्याक्ट जहाँ पनि हाम्रो संस्था नमरोस् र हाम्रो स्वाभिमान चाहिँ कहिले नमरोस् र हामी एउटा अब्बल हामी जहाँ गए पनि बागलुङ र गोलकोटेको एउटा युनिटी छ, त्यसलाई हामीले सधैँ अमर राख्न चाहन्छौँ। गोलकोटमा बग्यो दरीमा सँगै जीवन बिताउने बेलैमा छुटेछ हाम्रो करिब।